खोटाङ स्थायी घर भएकी काठमाडौँको पैयोटारमा बस्दै आएकी शोभा राईले 14 वर्ष अगाडि त्यहीका राजु श्रेष्ठसँग प्रेम विवाह गरिन्। उनलाई थाहा थिएन एक दिन त्यही प्रेम आफ्ना लागि अभिशाप भएर आउँछ भनेर। नभन्दै अहिले उनलाई त्यही भएको छ। आफूले धेरै माया गर्ने, सबैभन्दा विश्वास गरेको मान्छे आफ्नै श्रीमानले आफूलाई जिउँदै जलाएपछि न्याय खोजिरहेकी छिन्। 2 छोरी र 1 छोराकी आमा शोभा यति बेला क्षेत्रपाटीमा रहेको पिपल्स अस्पतालमा छटपटाइरहेकी छिन्। हरेक दिन यातना दिँदै मिल्न नसकेर 8 वर्ष अघि छोडेर गएका श्रीमान यति बेला सुध्रिए होलान् भन्दै कोठामा आउन दिनु नै उनको गल्ती भयो। शोभाले श्रीमानलाई अब बच्चाहरूको जन्म दर्ता गराउनु पर्छ के भनेकी थिइन्। उनका श्रीमानले त्यही न्यू पाए र आफूले अर्को बिहे गरेको भन्दै उनीमाथि मट्टीतेल खन्याउँदै आगो लगाइदिए। मलाई अंश चाहियो भन्नु गएको छैन, मलाई मेरो बच्चाहरू पढाउनु पर्यो होइन, मलाई नाता पनि चाहिएन, मिलाएर जन्म दर्ता बनाएर ल्याइदियो भनेर त्यसले अर्कै बिहे गरेको भए पनि त्यसलाई बिहे दर्ता गरेर मेरो बच्चाहरूको के अरे जन्म दर्ता बनाइदिँदा त भइहाल्थ्यो नि, मलाई नै किन बनाइदिनु पर्थ्यो र म त्यति त भनेको थिएँ, अर्थात् मैले केही भनेको थिएन। यति बेला उनीसँग अस्पतालमा उनकै 12 वर्षीय छोरो सुरज श्रेष्ठ बाहेक कोही छैन, किनकि उनी सानैमा टुहुरी थिइन्। उनकी एउटा दिदी छन्, तर उनको पनि अवस्था निकै नाजुक भएर बहिनीलाई सघाउन नसक्ने शोभा बताउँछिन्। 8 दिनदेखि पिपल्स अस्पतालमा उनको उपचार त भइरहेको छ, तर त्यसको खर्च कसले तिर्छ उनी चिन्तामा छिन्। आफ्नै आँखा अगाडि आमालाई बाबुले जलाएपछि यी बालक पनि त्रसित बनेका छन्। आफैले आगो लगाएको डर लागेन? कसले आगो लगाएको थाहा छ? कसले लगाएको? ड्याडीले। महिला हिंसा विरुद्ध काम गर्ने संघ संस्था अनि प्रहरी कसैले पनि आफूलाई न्याय दिलाउन नसक्ने भन्दै उनी आक्रोश पोख्छिन्। जुन प्रहरीले आफूलाई अस्पतालसम्म पुर्यायो त्यही प्रहरी अचेत अवस्थामा आफूलाई रिपोर्ट गर्न चौकीमा आउन आग्रह गर्छ, त्यसले के न्याय देला? म र मेरा बालबच्चा यस्तै डर र त्रासमा कहिलेसम्म बाँच्ने? उनको प्रश्न छ सरोकारवालाहरूसँग। क्यामेरामा उमा कार्कीका साथ राधिका जोशी, काठमाडौँ।